हेलो नमस्ते सबैजनालाई। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म फेरि पनि सरस्वती पूजाको अर्को भिडियो पार्ट 2 भिडियो लिएर आइसकेको छु तपाईँहरूको सामु। आई होप तपाईँहरूले सरस्वती पूजाको पार्ट 1 भिडियो मन पराइदिनु भएको छ र हेरिदिनु भएको छ भन्ने आशा लागेको छ। र यो चाहिँ मेरो नेक्स्ट पार्टको भिडियो चाहिँ अलिक लामो भएर मैले पार्टमा पोस्ट गरिरहेको छु। अस्ति नैको भिडियोमा चाहिँ सरस्वती पूजाको आरम्भ भइसकेको थियो र त्यसैबाट कन्टिन्यू भिडियो यो। यहाँ चाहिँ हामीले हाम्रो म्यामहरूले चाहिँ कसैले पिक्चर्स क्लिक गरिदिँदै हुनुहुन्थ्यो नानीहरूलाई र हामी कसैले चाहिँ अक्षरारम्भ व्हाइट बोर्डमा अक्षरारम्भ गराउँदै र नानीहरूको नाम टिपाउँदै थियौँ। सीता म्याम र मैले चाहिँ अहिले नानीहरूको नाम टिप्ने काम गरिरहेका थियौँ र यता चाहिँ पूजाको लागि नानीहरू क्लास वाइज बसिराख्नु भएको थियो र हामीलाई चाहिँ अहिले क्लास 6 को बहिनीले भिडियो क्याप्चर गरिदिइराख्नु भएको थियो। म्याम कता कता खिच्नु पर्ने हो, कसरी खिच्नु भन्दै हुनुहुन्थ्यो। सबैतिर निकाल्नुहोस् न भन्दै थिएँ। त्यतिकैमा चाहिँ अर्को नानीले पुऱ्याउनु भयो प्यारेन्ट्सले। अनि उहाँको चाहिँ नाम रियाना श्रेष्ठा कि त्यस्तै केही थियो। अनि उहाँको चाहिँ हामीले एडमिसन गऱ्यौँ, अक्षरारम्भ गऱ्यौँ र उहाँहरूलाई टोपी कपी र पेन्सिल पनि प्रदान गऱ्यौँ। अनि यता चाहिँ पूजा नै चलिरहेको थियो। राम्रो पूर्णिमा मिसले चाहिँ उहाँलाई अक्षरारम्भ गराउँदै हुनुहुन्थ्यो। अनि उता चाहिँ फेरि पूजामा व्यस्त छ हाम्रो सबै नानीहरू। अनि पूजालाई चाहिँ हाम्रो मोहन सर र पार्वता म्यामले गराउँदै हुनुहुन्छ नानीहरूलाई। अनि यता चाहिँ यो चाहिँ यता वरिपरिको सिन हो। यो चाहिँ नानीले क्याप्चर गर्नुभएको यताउता गर्दै हुनुहुन्छ नानीहरूले। सानसानो भाइ बहिनीहरूलाई हेल्प गर्दै हुनुहुन्छ, गाइड गर्दै हुनुहुन्छ। र चाहिँ मोहन सर र पार्वता म्यामले चाहिँ पूजा गर्न सिकाउँदै हुनुहुन्छ नानीहरूलाई। र यो चाहिँ क्लास 1 को नानीहरूले पूजा गर्दै हुनुहुन्छ। मोहन सरको टिका मुस्दै हुनुहुन्छ र उहाँ चाहिँ हाम्रो क्लास 1 को सिमरन, उहाँको नाम चाहिँ सिमरन हो, क्लास 1 को नानी हो। उहाँले चाहिँ पूजा गरिसक्नु भयो र मोहन सरले टिका लगाइदिँदै हुनुहुन्छ। र अर्को नानी चाहिँ हाम्रो आस्मु नानी हो, उहाँको नाम चाहिँ आस्मा दाहाल। उहाँले पनि पूजा गर्दै हुनुहुन्छ। कति राम्रोसँग गर्नुभएको, मलाई नै आउँदैन हौ यतिको गर्नु त। अनि मोहन सरले टिका लगाइदिँदै हुनुहुन्छ। अनि अर्को नानी चाहिँ हाम्रो नतासा बेबी हो, हाम्रो नतासा नानी हो र उहाँले पनि पूजा गर्दै हुनुहुन्छ। उहाँलाई चाहिँ हाम्रो पार्वता म्यामले गाइड गर्दै हुनुहुन्छ, यसरी यसरी गर्नुहोस् भनेर। अनि नतासा पछि देवीना हुनुहुन्छ र उहाँहरूले चाहिँ पालै पालो पूजा गर्दै जाँदै गर्दै हुनुहुन्थ्यो। यो चाहिँ सुरुमै हो, नर्सरीदेखि युकेजीसम्म सकेर क्लास 1 मा आइपुगेको पूजा गर्दै। यस्तै चलिरहेछ पूजा, एकदमै राम्रोसँग भयो, छिट्टै सकियो अनि राम्रो भयो पूजा पनि। अनि यता हाम्रो प्यारेन्ट्सहरू पनि भिडियो क्लिक गर्दै हुनुहुन्थ्यो। अनि फेरि यता चाहिँ हाम्रो के भन्छ यताको लुक अगाडिपट्टिको लुक यो चाहिँ। अनि हाम्रो करुणा म्याम हाई भन्दै हुनुहुन्थ्यो त, सीता म्याम बसिराख्नु भएको थियो। अनि मैले चाहिँ पोसान्नुहोस् न म्याम भन्दै थिएँ। अनि यता हाम्रो नानीहरू चाहिँ कसैले पूजा गरिसक्नु भयो अनि गरेर बसिराख्नु भएको छ। अनि कोही चाहिँ पूजाको लागि लाइनमा उभिराख्नु भएको छ। त्यतिकैमा हाम्रो दिन्छा म्याम चाहिँ उतातिर लाग्नुभयो हेलो भन्दै। अनि हाम्रो प्रमोद सरले पिक्चर्सहरू क्लिक गर्दै हुनुहुन्छ। अब त्यसपछि एकछिनमा चाहिँ हाम्रो पिक्चर क्लिक गर्ने पालो आउँछ है फेरि। अनि यता हाम्रो नानीहरूले चाहिँ हाई गरिराख्नु भएको छ, टु गरिराख्नु भएको छ, हात हल्लाउनुहोस् है भनेर मैले भनेँ। अनि उहाँहरू चाहिँ हात हल्लाउँदै हुनुहुन्छ। उहाँहरू पनि हाम्रो क्लास 1 कै नानीहरू है। हाम्रो क्लास 1 मा चाहिँ धेरैजना हुनुहुन्छ। अनि अलिक पछाडिको चाहिँ 3 पनि हुनुहुन्छ। हाम्रो मेबी हाम्रो क्लास 1 मा चाहिँ सबैभन्दा हाइएस्ट स्टुडेन्ट भनेकै हाम्रो क्लास 1 मा हो हाम्रो स्कुलमा। हाम्रो क्लास 1 मा चाहिँ 2वटा सेक्सन छ, 40 जना स्टुडेन्ट हुनुहुन्छ हाम्रो क्लास 1 मा चाहिँ। उहाँहरू पनि क्लास 1 कै नानीहरू हो। घाम भइरहेको थियो त्यही आकाश सानो पार्दै हाई गर्दै हुनुहुन्छ। अनि यता चाहिँ हाम्रो प्रमोद सर र करुणा म्यामको कपाल पिक्चर क्लिक गर्दै हुनुहुन्थ्यो पूर्णिमा मिस।
अनि हामी चाहिँ उहाँहरूलाई आज सर र म्यामको कपाल डान्स है भनेर जिस्काइरहेको थियौँ। अनि हुन्छ हुन्छ भन्दै उहाँहरू भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो प्यारेन्ट्सहरू यता बसिराख्नु अनि हेर्नु त हाम्रो जुना म्याम कति राम्रो भएर आउनु भएको। एकछिन त कता जानुभएको थियो, हामी सबैले केही काम परेर खोजिरहेको थियौँ तर भेटेनौँ। तर एकछिनपछि चाहिँ उहाँ यति राम्रो भएर आउनुभयो। अनि हाम्रो मैले जिस्काइरहेको थिएँ, हाम्रो प्यारेन्ट्सले हाँसिराख्नु भएको थियो। यो चाहिँ नर्सरी अनि उहाँहरूको नानीहरू, यहाँ चाहिँ दुईजना राइनी बहिनीहरू हुनुहुन्थ्यो। अनि राइनीहरू यता हेर्नुहोस् भन्दै पूर्णिमा मिसले पिक्चर क्लिक गरिदिनु भयो। अनि यो चाहिँ हाम्रो क्लास नर्सरीको डान्स हो, यो सँगै यो भिडियोसँगै आजको भिडियो यति नै। फेरि पनि अर्को भिडियो लिएर उपस्थित हुनेछु। बाई बाई, थ्याङ्क यू फर वाचिङ।